पनि भत्काइदिनु म कति वर्ष 24 वर्ष हजुर यो मेरो घर होइन यो घर मेरो सानो टिनको चाहिँ भत्काइसकेको मेरो यो घर हामी कहाँ जाने के गर्ने यहाँ बाटो मात्रै हुनु पऱ्यो बाटो त्यहाँ गएर त्यही भन्छ त्यहाँ पनि ठाउँ छैन अरे अब हाम्रो काहीँ के छैन हाम्रो कस्तो बिगाड्यो भने काहीँ छैन कि हामी कस्तो गरी कहाँ चाहिँ गएर बन्यो भन्नु न बाबा मम्मीलाई सबैलाई तालिम गरेर भोट दिनु बाबा जिताइदिने हामीलाई केही गरिदिनुहुन्छ भनेर हामीले भोट हल्लाइदिएको हो अझै पनि सबैले मलाई लड्डु चढाइ छैन बालेले जितेर लड्डु चढाइ भने कहाँ लड्डु भने मलाई कतिजना सोधेर गर्थ्यो उहाँले जितेपछि सबपछि नगर 3 किलो लड्डु चढाएर आएको थिएँ मैले हामीलाई अस्ति उठाउनु झन् थाहा थिएन अस्तिसम्म उठाउनु झन् थाहा थिएन क्या त्यो चाहिँ भावनाहरू उहाँले बुझ्नु पऱ्यो नि त हाम्रो मेरो त 4वटा बच्चा छ फेरि नाति पनि छ होइन सुत्केरी छ छोरी अनि कहाँ चाहिँ गएर हामी कसरी चाहिँ गुजारा गर्ने हजुरहरू भनिदिनु नि पानी पर्न आइसक्यो हामी कहाँ जान्छ भन्नु त अनि मेरो बुढोलाई भोक लागेको छ हामीले केही छैन खाएको ग्यासहरू यही हो हेर्नु अनि के चाहिँ हामी के पानी खाँदैन बिहानदेखि कति दिन भयो के थाहा पाउनु पर्ने एउटा सर्नुपर्छ ठ्याक्कै थाहा पाएको चाहिँ हामीले मेरो थापा छैन बस्ने ससुराहरू हुनुहुन्थ्यो उहाँ भत्काउने बेला नि त्यता पनि भन्नु त भाउजू भनेर देउरो भइ हुनुहुन्छ देउरो अनि आउनु भयो देउरानी सबैजना हेर्छ अनि भत्काउँछ भनेर त मलाई खानै यसरी तुरुन्तै भत्काउँछ भनेर थाहा थिएन अहिले 1 हप्ता भयो भत्काउँछ भने थाहा पाएको 1 हप्तामा सबै खाराकपुरमै गइसक्यो यो भत्काउँछ भने थाहा पाउँदा भाडा घर छोड्नु भयो कि भयो खोर त कहाँ कतिजनाले फुकिदियो हामीलाई सुकुम्बाजीको मान्छे आएको भनेर त्यही घरमा मैले ओकालोमा कोठा खोज्न जाँदाखेरि सुकुम्बाजीबाटै मान्छे आएको हो भनेर भने अनि एउटा दाइले चाहिँ यहाँ कोठा खाली झ्यालझ्याल हालेर बस्छौ घर चाहिँ तयारी छ बहिनी तिमी साह्रै राम्रोसँग काम गर्छ बेनेती छौ भन्नु भन्नुभएको थियो हेर्न गएको छ उताबाटै सामान केही नअर्ने फेरि हामी त 7 जना छौँ होइन कहाँ बस्ने अब त्यही तिमी भन्नु मात्रै होइन मलाई हामीलाई जसरी भने व्यवस्था गरेर मिलाइदिनु मेरो दुःख भनेको सुत्केरी छोरी छ मेरो होइन सबैलाई थाहा छ हजुरहरू सोध्नु नपर्ने होइन अनि हामी कहाँ चाहिँ गएर बस्नु भन्नु न अब कति भोक लाग्यो हामीले एकपेट पानी खानलाई पानी पनि खानु भएको छैन अहिलेसम्म त्यति दुःख भएर कति चाहिँ दुःख भयो होला छोराछोरी रोएको त्यही भएर छोराछोरी रुट्दाहरू त हामीले 5 दिन भइसक्यो हाम्रो भात टेन्सन भएर अरूको त छ होला कहीँ गएर बस्छ हाम्रो ठाउँै छैन त कहाँ गएर बस्नु बिहानदेखि मेरो बुढोले भयो मेरो कसैले हाम्रो घरमा भात पानी केही छैन हेर्नु त्यहाँ घर भत्काइरहेको त्यही हो मेरो घर गएर हेर्न सक्नुहुन्छ हाम्रो कहाँ जाने यस्तो बेलामा कहाँ गएर खाना खाने कहाँ जाने के गर्ने कहाँ बस्ने हामीलाई त कति पीडा छ हेर्नु हामी कहाँ जाऊँ सानो बच्चा